ल बोल न साथी मिन्ता बोल त हामी इलामको चियाबारी सबै घुमेर यहाँ कन्याम भन्ने ठाउँको सबै अब भ्याएर चियाबारी मात्रै एक ठाउँ चाहिँ सबै घुम्यौँ नेपालको झन्डा भएको ठाउँमा अब चाहिँ ल जान बोल्ने भयो नि बोल फेरि मलाई बोल्न दिएन नि साथी भन्नु नि भन्छ यसले कन्याम लेखेको छ त्यो ठाउँमा चाहिँ गएर फोटो खिचिहालौँ कन्याम लेखेको यसो प्रुफ त राख्नुपर्छ हामी आँट्यौँ भनेर घोडा रहेछ तर हामी घोडा चढ्दैनौँ है हामी घोडा चाहिँ चढ्दैनौँ ऊ मात्रै चढ्छौँ गाडी निरक दाइ कहाँ गएर यत्रो हेर्न हाम्रो एउटा दाइ हुनुहुन्छ कि निरक दाइले यत्रो ज्याकेट छोडेर जानुभएको छ हामीलाई अनि हामी यताबाट जाने कि यताबाट हिँड्ने हो यताबाट हिँडौँ यताबाट जाउँ ल ल आऊ हेर्नु घोडा चढ्नु साथी देखिन्छ साथीहरू हेर्नु हेर्नु साथी हेर्नु यहाँ यसरी घोडा छ नि हजुरहरू पनि चढ्ने भयो अर्कोचोटि आउनुलाई साथीहरू यति मोडे हुँदो रहेछ घोडा है ल झर्न आइज फेरि घोडाले म त मार्नु दिन्छु म त ओइ बिन्ता के हो यो हेर्न यी साथी हल्का डर पनि लाग्यो है साथी ओ नो ए ल ल ल हामीले यहाँनिरबाट खिच्छौँ हामी यहाँबाट खिच्दैछौँ है योमा के लेखा छ यहाँ आफै हजुरले पढ्नुलाई लेखेको ब्लू कलरले कन्याम लेखेकोमा फोटो खिचेर भ्यायौँ अब बोल है फोटो खिच्ने पक्षमा छैनौँ अब हामी जति सकिन्छ हाम्रो दृश्य हेरेर मात्रै मनोरञ्जन लिने भन्ने छ हेर्नु न तलतिर कति राम्रो भ्यूहरू छ होइन नास्ता खाना खाएकै छैनौँ साथीहरू हामीले बिहान उठेपछि खाजा पनि खायो अरे ए है ल नि ल मैले देख्दै नदेखेको ल जान बोल के बोल्नु मन लाग्यो कहाँ छ त साथी जान्छ जस्तो त्यहाँ तलबाट निस्किनु थाल्यो त्यहाँदेखि गएर छान्नुपर्छ हेर्न साथीहरू यिनी सबै पसलहरूको ड्रेस चेन्ज गरेर अर्को कपडा लगाएर फोटो खिच्ने यस्तो झन् मलाई लाउनु पनि छैन न तँलाई लगाउनु मन छ भने लगा हामी साथी हो है तर म ड्रेस लाउनु मलाई ठिक लागेन केही छैन म यहाँ के को उद्देश्यले आएको भने खासमा फोटो र भिडियो बनाउनुको लागि मात्र होइन कि यस्तो अवलोकन गर्नलाई कस्तो रहेछ त नेपालभित्रको इलामभित्र पनि इलाम कस्तो छ त भनेर हेर्न मात्रै आएको हेर्न साथी घोडा यस्तरी बस्नु मन छैन आउनु होला साथी अर्कोचोटि तर हामीलाई त बस्नु मन छैन झन् आइज ड्रेस लाएर फोटो खिच्ने पनि खिच्छु ओ घोडा त यहीँबाट आउँछ त हुन्छ साथी घोडा यस्तो के कसरी बस्छ हो मान्छे के अरे भोग्ला खत्तुला मान्छे रहेछ यो त हाम्रो म्यामहरू कहाँ हुन्छ सो हेर्न मन छ ओइ ठिक छ त हामी उताबाट यताबाट झरौँला नि त अहिले गइहालौँ पहिला माथि त्योदेखि त माथिदेखि मात्रै आउँदा हाम्रो हेर्नु न साथी यो दुईवटा गाडी हाम्रो हो यिनको मेरो गाडी हो अनि खोइ कसले ल्याइदिएर यहाँ राखिदिएछ के हेर्नु साथी त्यो पाउनै हुने के अरे ल फेरि भन त के अरे हाम्रो चापी गुद्दा राखेको भेटाउनै हुन्न कि जसले लगिदिए हेर्नु हाम्रो दुईवटा गाडी लिएर यहाँ राख्दैछन् त्यो है हेर्नु एउटा पछाडि छ नि यो चाम्रे साथी मलाई खानेकुरो महँगो बासाइराख कि मोमो पनि पाउने रहेछ खाइदिनु गएर एग रोल थुक्पा सबै पाउँदो रहेछ साथीहरू औ पुरा रहेछ हामी जानु पनि यहीँबाट गएको थियौँ त मैले त यहाँ कतै केही देखिनँ त हौ हेर्नु साथी पसलहरू हेर्नु कति धेरै पसल चक्लेटहरू किन्दा यहाँ चक्लेटहरू किन्दैछन् हामीसँग त पैसा नि छैन नास्ता खाइरहन् केही छैन हामीसँग त हाम्रो गाडी मात्र थियो त्यही बिना अरू चलाएर ल्याइदिन्छन् पैसा पनि छैन भोकै हिँड्नु परेको छ ल के बोल्न सक्नुहुन्छ पछाडिको मान्छे केही बोल्दैन मेरो बोल्नुपर्ने केही पनि छैन छुर्पी त कहीँ छैन त चक्लेट बिस्कुट मात्रै छ त ए जम्मै 4वटा छुर्पी रहेछ मैले अलिक धेरै लाउनु भन्थेँ
म त्यहाँ भिडियो पनि बोलाएको थिएँ त पानी ए तिमी झर्ना आउँछ नि त्यतिकै नि हेर्नु साथी के अरे औषधि त्यत्तिकै निले अरे कि पानी नखाएर यस्तो नि छन् साथी मान्छे हेर्नु साथी लामो भोक पनि यति लाग्यो कि अन्त अहिले यताबाट हिँड्दै साथी उताबाट फेरि यसो गाडीहरू पनि आइरहेछ है हामीले अनि झुकेर इलाममा छोडिदिनु पनि हुन्छ अनि हामी त ऊ त्यहाँ माथि अब कसले भइहाल्छ हामीले हेर्ने भ्यूहरू हेरिसक्यौँ त्यस्तै के हेर्नु है त्यस्तै हो साथी जता गयो भने चिया बगान छ के भन्नु लाग्यो म्याच यो फेरि म्याचमा बिच हेर्नु साथी मान्छेहरू म्याचमा बिच छन् अब हाम्रो त केही काम छैन साथी छ नि हामीलाई फेरि केही छैन दाइभाइहरूले भरिया बनाएर आएको कहाँ गइसक्यो जकेट छोडेर तिनीहरू त घुम्न जाँदैछन् तर हामी भने केही छैन है साथीहरू अहिले यताबाट हिँड है यताबाट छुर्पी हेर न कस्तो प्याकेटहरू पनि पाउने कति पर्छ होला त्यस्तो छुर्पी लैजाने हामी हिँडिरहेछौँ पुरै मैले बजारभरिको भिडियो बनाएको छ है फेरि हामीलाई किन्दा हुँदा त हामीले यस्तै खाइदिनु अब के गर्नु हाम्रो त खानेकुरा किन्ने मान्छे पनि छैन म्याम त यहाँ आउनु रहेछ अरू खै अरू साथीहरू खै म्याम अरू साथीहरू ए हेलो यस्तो गर्नु हाई गर्नु म्याम ओहो म्याम यहाँले लगाइसक्यौ फोटो नि खिचाएको भर्खर लगाएको ओ तिमीले धेरै ढिला गरेछौ साथी अनि निरु खै त निर साथी हेर्नु यहाँ ड्रेस लाएर रेडी रहेछ नि हामीले बेटाइमबाट तिमीलाई जाऊ त ल तर बिन्दामा मेरो चाहिँ पानी मिल्ने रहेछ साथीहरू हेर्नु त सबैले ड्रेस लाएर फोटो खिच्ने हामी त खिच्दैन मलाई चाहिँ खिच्न मन नै छैन साथी हामीले हेर्ने हो म त अवलोकन गर्न आएको यहाँ फोटो खिच्न होइन अनि ए यसो जाडोमा के कपडा सिन्दा गरेर ल्याएर थाहा छ हेर साथी यो लाउनु बिच नि मोमो हामी त खान पाएको लाउन पाएको होइन अहिले 12-1 बजे भात खाइदिन्छ नि मर्दैन अनि हेर्नु मेरो साथी कति बाटो छ अनि मैले पनि त्यस्तै गर्छु हेर्नु मेरो साथीहरू नाटक भन्दा पनि म लाउनु के होइन निर्मल लाउनु न हामी लाउनु पनि हामी दुइटाले आइएम नट इन्ट्रेस्ट है यस्तो कुराहरूमा यस्तो पनि हो कि साथी कति हाम्रो ड्रेस होइन कि यिनीहरूले हाम्रो ड्रेस चोरी भन्छ नि आइपुग्दादेखि भने हामी मगर ड्रेस चोरेर हामी त्यसो हामी के यिनीहरू ड्रेस लाएर फोटो खिच्यौँ भने मलाई उमा जान्थ्यौँ यसो गर जना तिम्रो ड्रेस लाएर फोटो हामी यता माथिर गइहाल्छौँ तिम्रो ड्रेस लाएर फोटो खिच है ल है हामी त माथि गइहाल्छौँ क्या अब अनि यहाँ तिमीहरूको फोटो खिच्ने बेलासम्म यहाँ बस्नुभन्दा त बरु भ्यूको फोटो खिच्यौँ ड्रेस लगाएपछि तिमीहरू निरुलाई देखाउने त निरु बेलाएर त हाम्रो देखिया है झर्नालाई अब हामी छोडिदिन्छौँ छोडिदिन्छौ न भन के झर्नाले फोटो खिच्ने हो क्या तिमीहरू लाउने ड्रेस फुला पनि लाउने कहाँ गएन के लाउन जानेन मलाई कहाँ राम्रो देखिया ल झर्ना बाहिर निस्के बाहिर निस्क्यो नि त बाहिर निस्क्यो ल यो झर्नाले पनि फोटो लगाए फोटो खिच्यो हामी गयौँ अब ल यो सल पनि राख्ने हामी गयौँ अब उता त झर्ना यता सुन त हेर्न म बोल्न त भिडियो सब यिनीहरूले बनाइदिन्छ यिनीहरू तिमीहरू तिनजना मस्त फोटो खिच्यो भिडियो बनायो ड्रेस लाउनु पर्छ अब हामी ड्रेस नलाउने मान्छे यहाँनिर बसेर के गर्नु त हामी हेर्छौँ है फेरि छोडेर गएन भन है निरु कहीँ निरु कुरा सुन्यो कि नै झर्नाको पनि भिडियो बनायो है ल हामी गयौँ ल बाई बाई झर्नाको फोटो खिच्दै भिडियो बनाइदेऊ सुन न यसो गर तिमीहरू ड्रेस लाउ फोटा खिच हामी माथि घुमेर आउँछौँ अनि भोक लाग्छ त्यता कता के खाजा खाने खान्छ नि त बिस्कुट सिस्कुट जे भयो नि चाउमिन झर्ना यता हेर्न यता हेर्न पहिला जुन लगायो नि दामी देखिन्छ क्या ब्लू छैन ब्लू झर्ना
निरो यो ड्रेस लगाएको कति रहेछ 300 कतिचोटि नाच्दा ल हामी जाने लाउने सुन न लाउने फेरि खोल्ने फाल्ने खै झर्ना देखा त यता हेर ल हेर्नु साथ झर्नालाई ल निरो फोटो खिच्यो बनाऊ है तिनटासँग नछुट्यो अब ल हामी गयौँ है ल झर्ना ओइ झर्ना ल गयौँ हामी फोटो खिच हामीलाई कल गर ल हामी त अब हराउने यतै हामी गइसक्यौँ साथीले ड्रेस लाने भन्छ साथी ड्रेसको पैसा 300 अरे अनि 300 हामीलाई मोमो खाने हो 2 प्लेट मोमो खान्छौँ 2 नि हामी कड लाउने होइन अगाडि पनि हामी टन्न छपक्क यस्तरी अहिले नाच्न सक्छ एकदम अहिले हामीलाई इनर्जी चाहियो नि एनर्जी चाहिन्छ ए हामी साथी खाना 11 बजे होटल जाने रे हामी यताबाट जाने के यताबाट जान्छ ए यताबाट जाने यताबाट जाँदैन हामी साथीहरू हामी यो इलामको पुरा कल्याण त्यहाँ त पुग्ने हो कि अनि यिनीहरू यत्रो ड्रेस लाउँछन् अनि फोटो खिच्ने बेलासम्म हामी के टुवा परेर हेरिराख्नु त हामी त घुम्न आएको मान्छे हो नि त ल मेरो पनि भ्लग गर्छु ल अब कस्तो यादले मिल्दो रहेछ कि भ्लग गर्न दाइले फेरि हामीलाई फेरि हेर्नु न यत्रो ज्याकेट बोकाइदिनु भएको छ दाइ फेरि कता गयो भेटायो भने मैले मारिदिन्छु दाइ फेरि कता गइहाल्नु भयो कि हाल्दैन पनि भयो अब म तिम्रो घर देखाएको धोइदिन्छ पठाइदिन्छु अरे फोनमा भनेर साथीहरू अब एकछिन हिँड्छु ल म एकछिन उकालोमा हिँड्छु हामी अब कन्याम आइसक्यौँ एक ठाउँ पारी तपाईँले यहाँदेखि देखिन्छ भने पारीको डाँडा भाउनु साथी र म गएर आइसक्यौँ अब हामी अर्को ठाउँमा जाँदैछौँ यो ज्याकेट साथीले हामीलाई भिराइदिएर यो हामी बोकेर हिँडिरहेको छौँ एकदम तर यहाँको दृश्य चाहिँ एकदमै रमणीय सुन्दर सुन्दर शान्त पिस ठाउँ छ क्या हेर्न साथी तपाईँहरूलाई ओ हेर न त्यहाँ कति राम्रोसँग लगाएको होला त ए राम तर के घरहरू पनि सबै हेर त त्यो पुरै छ कि घरहरू पनि तलतिरदेखि माथि डाँडोसम्म साथीहरूले चाहिँ त्यहाँ ड्रेस लाएर फोटो खिच्ने भने हामीले चाहिँ त्यो ड्रेस लाउने पैसाले 300 रुपियाँले देख्नुभयो साथी कस्तो भन्छ मेरो साथीले हामी ए हामीलाई फेरि भोक पनि लाग्यो कि साथी अलि हिँड्न नि सक्दैनौँ कि हामी त मायालु पर्खी बसन मायालु पर्खी बसन ल गीत गाउँ न एउटा के गीत ल मायाको बारीमा प्रीतिको फुल सम्हाली राखेको कुसुमे रुमाल कुसुमे रुमाल कुसुमे रुमाल हेर्नु साथीहरू सास बढेर हिँड्न सकिँदैन हेर्नु कहाँ पुग्ने हामी यसमा चाहिँ माथि हो के हेर्नु साथी यो फोहोर व्यवस्थापन होइन हेर्नु साथी यो पिकनिक आएको मान्छेहरू खान्छ होला तर अलि व्यवस्थापन भएन छ फोहोर त है साथी हेर्नु हेर्नु यस्तो फोहोर गर्नु भएन साथी एकछिन हामी यहाँ बसौँ न त एकछिन टक्क साथीहरू हाम्रो साथीहरूलाई त हामीले कता कता हराइसक्यौँ साथी नै छैन क्या कसले त हेर न स्वेटर नै यस्तो फाल्दै हिँड्दो रहेछ ल राम्रै कपडा फाल्दै हिँड्दैछ र हेर्न साथीहरू यस्तो राम्रो यस्तो हामी आएको ठाउँमा आएर बस्यौँ यस्तो राम्रो बस्छ हामी यसरी बस्यौँ हेर बाबा न यस्तो भयो कि हामी दुइटै भ्लगर भयौँ त्यही भएर नि भएको भयो खासमा यो यत्रो जहाँ हेऱ्यो चियाबारी मात्रै छ कि म कन्फ्युज भएको कुरा चाहिँ के हो भन्दाखेरि यो यहाँ यो सबै मान्छेको एउटाको बाडी होला कि होइन यो कसैको यो सार्वजनिक जग्गा होला कि यो कहाँदेखि कहाँसम्मको सिमानामा तिनीहरूको आफ्नो एउटा व्यक्तिगत होला कि केही बुझ्नै सकिनँ कि साथी मैले अनि नत्र त मैले यसो एक ठाउँनिर यसो किन्ने कोसिस गरिरहेको छु कि तर यो सबै ठाउँमा छ कि यो व्यक्तिगत होइन होला जस्तो पनि लाग्छ मलाई कि त ग्रुपको हुनसक्छ होइन तर के हो हामीलाई त्यो थाहा भएन यदि हजुरहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला ल तपाईँहरूलाई थाहा छ भने चाहिँ त ट्याक्क लाएर हामीलाई यो ठाउँ यो हो यस्तो यस्तो हुन्छ त्यहाँ भनेर तर मैले थाहा पाएको चाहिँ साथी एउटा नयाँ कुरा थाहा पाएँ एउटा यो कहानी छ कि यो जस्तो यो चियाको माथिको यो टुप्पालाई मुना भनिन्छ भने जस्तो त्यो तलको पातलाई चाहिँ मदन भनिन्छ हो रे
माथिकोलाई मुना र त्यसको बीचको पातलाई चाहिँ मदन भन्छ मदन त्यो कुरा चाहिँ मलाई थाहा पायो कि साथी यहाँ आएर अरू चाहिँ होइन मुना मदनको कथा पनि यहीँबाट स्टार्ट भएको अरे यहीँ भएको अरे त्यो कुरा पनि थाहा पायो हामीले आएर धेरै कुरा सिकिसक्यौँ अझै सिक्छौँ तपाईँहरू हेर्दै जानुहोस् ल हामी हिँड्छौँ है अब हाम्रो फेरि हामी हिँड्न सुरु गरिहाल्यौँ ऊ त्यहाँ तल रहेछ कि हामी माथि डाँडोमा गएर ऊ त्यहाँ रहेछ कन्याम लेखेको हामी त्यहाँ गएको जाने कि पहिला माथि डाँडोमा जाने गइहाल्छौँ हामी निरकको फाल्दै त मैले यहाँ त चिकन सक्छ तिम्रो बाजे मोबाइल ब्याकअप राखेर ल नै हामी फोटो नखिच्ने हामी त माथि डाँडोसम्म गएर फर्किने विचार गर्थ्यौँ साथीहरू त 11 बजे जाने गरे बिन्दा कति बजे हेर त त्यहाँ अहिले हामी खाना खाँदा 11 बजे रहेछ जाने फेरि गाडी गयो हाल्यो भने त बर्बाद भएन हेर्नु साथी ओइ सुन न अनि यिनी साथीहरू छन् नि हेर्नु यस्तो बनाउनेवाला ओइ ओइ हेर सुन्नु न साथी अनि तिनीहरू बिबिएसको विद्यार्थी हो र ए त्यो त कता देखा जस्तो लाग्यो मलाई त हामी चाहिँ बिएडको हामी बिएडको म यस्तो मान्छे कि साथी फोटो भिडियो नबनाउने तर यस्तो नेचरसँग रमाउन चाहनेवाला एकदमै क्लिपहरू चाहिँ खिचिराख्छु तर नेचरसँग चाहिँ एकदमै रमाइलो गर्ने मान्छे म हेर्नु साथी कल्याण भन्ने ठाउँ तल हामी जान लाग्यो माथि अखेरि चियाको बोटमा मुना पलाए झै सानो मनमा माया पलायो मेरो साथीले ज्याकेट बोक्नु भएको छ कि यस्तरी बोकेर बिचरा यो बोकेको दुःखले पनि मलाई अहिले एउटा रेड बुल किनिदिनु छ गाडी किन्ने हेर्नु हौ कस्तो ड्रेसहरू लाएर मान्छेहरू या यस्तरी हाम्रो साथीहरू छन् नजिदाहरू कोही छैन कोहीलाई देख्दिनँ त नरेश जस्तो माने त कहाँ छन् चस्मा घर पाएन र आज साथीहरू कता छिटे नि जाउँ हामी माथि डाँडोमै पुग्नुपर्छ यो कहाँ हो ए बोकेर हिँडिरहेको छु ल फाइनली डेस्टिनेसन अझै कम छ ल नि ल मैले मेरो साथीलाई भेटाएँ मेरो साथी भेटिन् कि फेरि मैले तिमीलाई हेर धन तलदेखि हेरेको चिन्नै नसकेर आफ्नै साथी रहेछ साथीहरू त माथि आइसकेको छैन न साथी डाँपे झै नाच्ने हिमाल झै हाँस्ने नेपालकी छोरी हुमा यिनीहरू मेरो त बानी मिल्ने पनि रहेछ आफ्नै दुनियाँको मान्छे रहेछ हामी हेर्नु साथी हामी अब कहाँ पुग्छौँ भन्ने कुरा थाहा छैन के गर्छौँ भन्ने कुरा थाहा छैन भोक पनि लागिरहेछ तनापै फेरि भोक लाग्यो नि यिनीहरू चाहिँ छ है नेचरसँग रमाउनु सक्ने गोजीमा सुक्को छैन साथीहरू हाम्रो है त नि यार रहेछ त यो पो राम्रो हो त ड्रेस लाउने फोटो खिच्ने एकै ठाउँ बस्नुभन्दा त घुम्नु पो मजा हो त हेर्नु तर डाँडो मान्छे कति ओ माई गड या मैले चाहिँ अहिले खासमा हेर न हामीले भिडियो बनाउन लाग्यो जम्मै 15-16 मिनट भयो अनि यहाँ देखाउ साथी हामी त धेरै देखाउ साथी यो चाहिँ चियाको बोट हो होइन यो चियाको फुल फुलिरहेको हेर्नु यो व्हाइट कलरको अनि यस्तो फुल फुल्दै खालको पनि रहेछ यो टिपिसकेको चिया अब यसपछि फेरि फुल फुलिसकेपछि नयाँ मुना पलाउँछ त्यसपछि त्यसलाई चाहिँ मुना र मदन होइन हजुर माथिको टुप्पाको हुन्छ नि त्यो चाहिँ मुना भयो 2 पात भएको एकदम त्यसभन्दा तल्लोपट्टिको पात चाहिँ मदन हर्ष कोही साथीहरू रहेनछ क्या अब त्यहाँ टिप्न लगाएको रहेछ त्यो पनि हेरौँ एकछिन भिडियो बनाऊँ होइन राम्रो देखिन्छ नि त ओ म यहीँ सुताम जस्तो छ क्या यहाँ यस्तो गरेर ल ल साथी ल भइहाल्छ नि चिन्ता नगर क्या हामी हेर न यो कति हो कि यो एउटा मान्छेको मात्रै जग्गा त होइन कि के हो कि मैले के बुझ्नै सकेको छैन हेर न साथी अनि यता डाँडो काट्यो नि यही चिया बगान छ
हेर्दा यता त झन् टिप्दै हुँदो रहेछ त्यो पारी पारीसम्म पनि साथै त्यही चिया बगान यता नि यही चिया बगान यता हेर्दा नि त्यही चिया बगान त्यहाँ चाहिँ चिया टिप्नलाई टिप्दै हुनुहुन्छ कि म दङ्ग परेको चाहिँ त्यहाँ डाँडामा हेर्छु चिया बगान छ यताको यो त्यो डाँडामा हेर्छु चिया बगान छ यस्तो छ कि रुखहरू वा चिया बगानै देख्छु त्यहाँनिर चिया बगान यो जता हेर नि चिया बगान मात्रै देखिन्छ क्या हो चाहिँ कसको कुनै जमानामा मैले आएर कमाएको त त्यो घर तिम्रो होइन र तलको देखिने होला त्यो घर मेरो हो साथी तिम्रो घर त नि त्यो तल देखिने आजभोलि आएर को बस्यान मलाई थाहा छैन भाडा उठाउनु चाहिँ अहिले एकछिनमा लानुपर्छ ल यस्तो मैले फेरि दुःखी गरिबहरूलाई सहयोग पनि गर्ने गरेको छ है त्यो नभएको मान्छे चाहिँ उहाँहरूले धेरै भइसक्यो 4-5 वर्ष भइसक्यो भाडा सानो नदिएको अलि उहाँ जस्तो दुःखी गरिब जस्तो हुनुहुन्छ ए ठिक छ ल यो जग्गा सब तिम्रो र मेरो साथी हामीले कुनै जमानामा आएर यो कमाएको थियौँ अब यहाँको मान्छेहरूले चाहिँ व्यवसाय गरेर खाउन् भन्दा छोडिदिएको हामीले सर्दैको गफ चाहिँ हो के फेरि भारी बोक्ने के भन्दैन भने भरिया जस्तो गरिरहेको सबै बोकाइदियो हामीलाई यसै त मैले यसै त आफ्नो दुइटा आँखा लगाएर छु कि त नि हो यसै गर्नु त्यसमा पनि झनै गर्नु भयो मेरो खड्का भन्नेले मलाई बोकाइदियो र कहाँ गयो भन्ने त्यो मान्छे भेट्ने छैन भेट्यो ल बोल है बोल तिमी त्यस्तो यति गरेछ यसरी काट्नु पख त अलिकति साइड लगाएको छु हेर्नु साइड देख्नुभयो यसरी काट्नु देख्नु साथी यसरी रहेछ क्या काट्नु यसरी काट्नु पर्ने रहेछ हामीलाई चाहिँ खासै थाहा थिएन हेर्नु यता चिया बगान यो पुरा चिया बगान रुखहरू कति राम्रो नेचर अनि ओरिजिनल अनुहार छ जता गयो नि यस्तै रहेछ हेर्नु साथी यसरी एउटा आमाले चाहिँ यहाँ चिया टिप्दै हुनुहुन्छ देखाएको छ कि नै साथी त्यो कसरी टिप्दो रहेछ अलि नजिकबाट हेर्छु है साथी एकचोटि त्यसरी चाहिँ हुँदो रहेछ त्यहाँनिर जाम अहिले जाम यहाँ आमाले टिप्दै हुनु उहाँ दिदी टिप्दै हुनु कस्तो मिठो बोल्नुहुँदो रहेछ यतातिरको मान्छेमा बोल्छ दामी लाग्यो यसले चाहिँ काटिरहनु भयो यो चाहिँ के गरेको साथी टिपेको कि मिलाएको हो कि कस्तो टिपेको साथी जहाँसम्म लाग्छ यता अलि त अगाडि हेर्नु साथी उता यो चाहिँ सिटिसी चिया भन्छ सिटिसी ल चाहिँ जुन पहाडतिर उत्पादन हुन्छ जो अर्ग्यानिक त्यसले चाहिँ अर्थोडक्स चिया भन्छ सिटिसी चिया भन्छ अर्थोडक्स चिया चाहिँ त्यो दुई प्रकारको चाहिँ उत्पादन हुन्छ नि हेर्नु साथी यता हामी हेर्नु साथी 22 मिनटमा यहाँ आइदिरहेको छौँ कि तल त्यो त्यहाँदेखि खतरा हो है हामी त अब हामी 11 बजी चाहिँ खाना खान जाने है टाइममा फर्किनु यहाँसम्म र डेस्टिनेसन यहीँसम्म रहेछ
यो त जति माथि गयो नि डाँडै डाँडा रहेछ त्यही त हामी त्यहाँ जान मन लाग्दो रहेछ उता जान मन लाग्दो रहेछ तर सिसा रहेछ हेर साथी राम्रोसँग हेर है यहाँ हेर्नु साथी कस्तो सिसा मात्र रहेछ यहाँ त तर यो चाहिँ गलत काम भयो क्या प्रदूषण धेरै भयो उता हेऱ्यो हामी अब 22 मिनट उकालो हेरेर आइसक्यौँ तर पनि अझै उता पनि चिया बगान छ यता उता पनि चियाबारी छ उता पनि चियाबारी छ खेती तरकारी खेती अर्को धान त्यही बनाउनुहुन्छ अनि यो भिडियो चाहिँ खिचेर बोलौँ भनेको मिल्दैन भन्नुभयो यतिकै सोध्छु क्या होइन होइन हामी बसेको होइन भिडियो बनाउँदैनौँ अब सोधो मात्र बनाउँदैनौँ कि हामीलाई यो कहाँ लगेर यस्तो यो छ नि यो सबै जति पनि चिया छ नि यो बारी यो चाहिँ यो जुन चिया फ्याक्ट्री छ उसले नै हेरदेख गर्ने यो सङ्कलन गर्ने हजुरहरूलाई चाहिँ ज्याला दिएर काम लगाउने गर्नुहुन्छ नि सरकारी है यो सबै ए हजुर कम्पनीको नाम चाहिँ कम्पनीको नाम त के पो मिना दिदी रिदिसिदी कम्पनी रिदिसिदी कम्पनीले चाहिँ 50 वर्षको लागि लगिसकेको पहिला चाहिँ सरकारी नै थियो नि यो सरकारी नै हो सरकारी नै हो उनीहरुले सञ्जय ग्रुप सञ्जय ग्रुप हजुर ए 50 वर्ष पछाडि चाहिँ सरकारले नै फिर्ता गर्छ होला यो अब हामीलाई थाहा छैन अनि हामी चाहिँ अब यो 8 बजीदेखि 4 बजीसम्म 8 घण्टा ड्युटी गर्नुपर्छ यो हजुर यो अब अहिले सिजन छैन यो सिजनमा चाहिँ हामीले यसले काटेको 28 किलो ठेका पुर्याइदिनु पर्छ हजुर 540 रुपियाँ हाजिरा छ हजुर 8 घण्टा चाहिँ पुरै गरिदिनु पर्यो हजुर अर्को हाते मेसिन छ त्यसले 50 किलो टिप्नु पर्यो हजुर त्यो पनि त्यति नै हो रोज होइन अनि 28 किलोदेखि उनको 30 किलो भयो भने 6 रुपियाँ किलोले दिइहाल्छ पैसा फेरि बिगा ए हजुर 28 किलो पुगेन 27 मात्रै भयो भने फेरि 6 रुपियाँ किलोले काटेर पैसा दिन्छ अनि बिहान बेलुका ओटी पनि गर्न पाइन्छ 13 रुपियाँ किलोले अब खालको 8 घण्टा बाइक बिहान 5 बजीदेखि टिपे पनि भयो 8 बजीसम्ममा जति टिपेको नि 13 रुपियाँ किलोले ठेक्को दिन्छ हजुरहरूले चाहिँ टिपेको सट्टा चाहिँ 13 रुपियाँ किलो दिनुहुन्छ दिन्छ तर त्यो 8 घण्टा बाइक बिहान बेलुका टिपेर चाहिँ ओटी खान सकिन्छ अनि मेसिनले 50 किलो ठेका 540 को यसले 28 किलो दिनुपर्छ अहिले चाहिँ तपाईँहरूले 8 घण्टा ड्युटी गरेको चाहिँ बस दिनको स्यालेरी मतलब पाउनुहुन्छ कि महिनाको स्यालेरीको हामी 15 मा थाप्छौँ ठ्याक्कै 2 बिघा काटिन्छ ए हजुर कति हप्ता अथवा महिनामा काटिन्छ आमा हाम्रो हप्तामा भनौँ महिनामा 4 बिघा काटिन्छ बिहिबार महिनाको 4 बिघा काटिन्छ त्यहाँको पैसा चाहिँ महिनामा हामीलाई शनिबार बिदा हुन्छ नि त होइन त्यस्तै त्यही त हजुरलाई चाहिँ 4 बिहिबार काट्नु पर्यो काटेर पैसा दिन्छ जति नै हप्ता सफाइ ल्याउँछु भन्दा पनि भयो 2 खर्च एकैचोटि महिना दिनमा थाप्छु भन्दा नि भयो हजुरको नाम अब नाम त नरमाया तामाङ विद्यार्थीको जस्तै नाम हुन्छ नै हामीले हजुरको नाम मात्रै जान्न खोजेको हाम्रो सहित हजुर पनि हामी जस्तै त हो नि होइन भन्देऊ तिम्रो नाम नि भन्देऊ मेरो नाम चाहिँ विनिता थापा आमा हामी चाहिँ सुर्खेत बहुमुखी क्याम्पसबाट ब्याचलरको स्टुडेन्ट हो यहाँ चाहिँ हामी घुम्नलाई आएको जस्तो घुम्नलाई मात्रै नभएर हामी क्याम्पसमा पनि आएको केही कुरा चाहिँ अब यहाँको जानु बुझौँ भनेर चाहिँ हजुरलाई सोधेको क्या हामीलाई कन्फ्युज भयो क्या जस्तो यो यति धेरै छ जता हेर्दा नि मात्रै छ जस्तो यो व्यक्तिगत छ कि होइन सरकारी छ कि कुनै कम्पनी अथवा लिमिटेडले चलाइरहेछ कि भन्ने त्यो चाहिँ जान्न मनलाई चाहिँ हजुरलाई सोधेको हजुर हामीलाई मान्छे किन हुँदैन अनि उता देखाउनु उता देखाउनु मिल्ने रहेछ कि चिताउनु के इनामको सब ठुलो भ्लगरलाई भेट्यौँ
यति ठुलो त होइन है भाइहरू तिमीहरूको घर कहाँ हो छैन मेरो युट्युब च्यानल छैन मलाई यतिकै भिडियो मात्र सबसे ठुलो भएन त अनि म तिम्रो घर चिताउनदेखि आएको हामी कहाँदेखि आएको म भनौँ सुर्खेतदेखि आएको हामी अस्ट्रेलियादेखि आएको खास गरी भाइलाई भेटेर खुसी लाग्यो सबै उस्तै रहेछ नि त भाइहरू है हजुरहरूले चाहिँ घरमा उत्पादन गरेको चाहिँ यता ल्याउनु म इन्डियाबाट सुर्खेतबाट हो कि भाइ खोलेको हुन्छ त्यहाँ बेच्छौँ सुर्खेत 40 रुपियाँ केजी बेच्छौँ ए 40 रुपियाँ त्यो त सस्तो भयो नि लास्टै जस्तै पति पनि 40 रुपियाँ किलो तोकिलो हजुर गुड्डु कटुवा श्रीअन्जु कता भन्छ क्यापकट टावर देखियो त ऊ हजुर हजुर हो त्यही हो त्यहाँबाट घाम हेर्न पाइयो यति अन्तु डाँडा भने त्यतै पर्छ ए टाढै रहेछ है त्यो जानु नि अब मेला बजार लाग्दैछ 20 गतेबाट पनि कति गते त्यहाँ नै लाग्छ त्यही अन्तु डाँडामा त्यो ठाउँको नाम के होला हजुर अन्तु डाँडा तुमा घाम हेर्नलाई 5:52 मा पुग्नु पर्यो ए त्यहाँ भन्दा उता गइयो भने देखिँदैन ए देखि बस्ने खाने त्यही चाहिँ जान्न मन लागेर सोधा थिएँ मस्त धन्यवाद यो फ्रीमा हो यस्तो गर्ने होइन पैसा होइन कि यो फ्रीमा काट्न पाउँदैन पाउँदैन चलो है त्यो अङ्कलले त फ्रीमा भन्नुभएको छ त्यतिकै भन्नु होला त्यति है तर त्यस्तो त कहाँ हुन्छ होला त्यस्तो त हुँदैन नि यो सरकारी ल भाइहरूलाई भेटेर कस्तो खुसी लाग्यो है ज्ञानी भाइहरू रहेछन् कि यिनीहरू त एकदम ज्ञानी हो चितवनको भाइहरू रे कस्तो ज्ञानी हुनुहुँदो रहेछ हजुर अस्ट्रेलियादेखि हो के रे भाइ ल अस्ट्रेलियादेखि आयो नि बाई 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 कस्तो प्यारो ज्ञानी भाइ रहेछन् हेर्नु त साथी अस्ट्रेलियादेखि आएको अरे पनि फोन आइसक्यो झर्नाको यार साथी कति बज्यो गऱ्यो भन्नु न 9:40 त भइहाल्यो त झर्नाको फोन आयो कि साथी म फोन गर्छु ल झर्नालाई अब फेरि भलक साथीहरू न रोक्नु पर्ने भयो अब के गर्नु साथी रोक्नु मन त थिएन ल ठिकै छ अब सर्ट तर मनमा खुल्दुली लागेको कुरा चाहिँ हामीले क्लियर पार्यौँ ल क्लियर पारेर सोध्छ कि यति अरू कसैले जानेको होइन हाम्रो ग्रुपमा कसले सोध्छ कसले हिन्दू साथीहरू हामीले प्रतिवेदनमा अब सर यो चियाको बारेमा सबै लेखिदिन सक्छौँ अब ए ल ल बाई बाई अब प्रतिवेदन त अब अक्खा भन्छ हाथी गयो हामीले त भिडियोमा अरूले अरूको प्रतिवेदन होइन हामीले यो चिया बगानको प्रतिवेदन पुरा लेखिदिन्छौँ अब हामीले ल ल ल साथी ल बाई बाई बाई